आज चाहिँ भाइ र म चाहिँ उता तेह्रतिर जानु लाग्यो। गाडी पनि यही गाडी हो, यही गाडी हो भाइ। आज गाडी धेरै ठुलो भएर चाहिँ एकैचोटि आउन नसक्दो रहेछ नि, ट्याक्क फर्काएर आएको छ। अब चाहिँ हामी बसेको अपार्टमेन्ट आउँछ। यो चाहिँ बसेको अपार्टमेन्ट। मेरो झारा नजिक सुक्दैछ त्यहाँ। लास्टमा बसेको स्टपमा आइपुगेछ हामीहरू। 2:16 गाडी जान्छ। अझै एउटा 3 बजेको रहेछ अनि एउटा चाहिँ 3:30 बजेको रहेछ। चाहिँ 3 बजे छ। हामी चाहिँ 216 नम्बरको गाडीमा चढेछौँ तेह्र जानालाई। अहिले चाहिँ हामी बाटोमा छौँ, जाँदैछौँ। यहाँबाट चाहिँ 16 किलोमिटर देखाउँदै थियो। बेता माथिबाट आएको। अझै लाग्छ 20-21 मिनट जति पुग्नलाई। चाहिँ हाम्रो नेपालको जस्तै छ यो ठाउँ चाहिँ। यतातिर जाँदाखेरि भेटिन्छ जङ्गलहरू जस्तो देखिन्छ, रुखहरू। अब चाहिँ अझै 10 किलोमिटर रहेछ। अघि नै 16 किलोमिटर थियो आउँदाखेरि चाहिँ।